सबैजनालाई नमस्कार। यो हाम्रो निम्तोलाई स्वीकारेर आउनुभयो, फेरि पनि धन्यवाद दिन चाहन्छु। विशेष चाहिँ के भनेदेखि तपाईँ हाम्रो केही सहयोगले हाम्रो डाक्टर साहब मार्फत नेपालमा अँध्यारो देख्नेहरूले उज्यालो देख्नु सक्छ भने हामीले किन सहयोग नगर्ने भन्ने यति नै मेन उद्देश्य। यति हो, योभन्दा अरू केही पनि छैन। यति हो। अब आइदिनु भयो, खुसी लाग्यो। अब हाम्रो कार्यक्रम त्यति लामो छैन। यस पछाडि हाम्रो डाक्टर साहबले बोल्नुहुनेछ। अनि त्यस पछाडि तपाईँहरूसँग केही क्वेसन छ भने सोध्नुहुनेछ। त्यस पछाडि हामी फोटो खिच्छौँ उहाँसँग। अनि त्यस पछाडि म हिसाब किताब हजुरहरूलाई देखाउनेछु। ल, थ्याङ्क यू। इन्जोय गर्नु होला। हवस् त, धन्यवाद। लीलाजीलाई धेरै धेरै धन्यवाद। र यहाँ आज बेलुका पाल्नुभएका नेपाली साथीहरूलाई सबै धेरै जस्तो जम्मै भाइ बहिनी नै हुनुहुन्छ मेरो, अघि। अनि दाजु र दिदी चाहिँ नभन्नु, सबै भाइ बहिनी नै हुनुहुन्छ। अनि थ्याङ्क यू भेरी मच फर कमिङ। र हामीले एउटा सानो काम, हाम्रो कमन ग्राउन्ड भनेको है, म तपाईँलाई इम्फसाइज गर्छु, तपाईँको मेरो सेन्टर पोइन्ट भनेको नेपालको झन्डा, नेपाली माटो है। यसैमा हामी अगाडि बढ्छौँ। र लेलिन भाइ र हामीले यो प्रोग्रामलाई अलिकति भिन्न तरिकाले हामी गर्ने चेष्टा गर्छौँ। र यहाँहरूलाई म आफैलाई पनि यो धेरै सोचेर सम्झेर म यहाँ तपाईँहरूको अगाडि आएर यसलाई एक्सट्रिमली ट्रान्सपेरेन्ट, एकाउन्टेबल र एउटा इक्जाम्पलको रूपमा हामी लिएर जाने विचार गरेका छौँ। र हाम्रो नेपाल बाहिर बस्नुहुने नेपालीहरू कति नेपालको बारेमा कति चिन्ता गर्नुहुन्छ भन्ने कुरो म यो मेसेज चाहिँ डेफिनेटली म पास गराउँला है हजुर। थ्याङ्क यू सो मच। अब हजुरहरूसँग केही क्वेसन छ भनेदेखि हाम्रो डाक्टर साहबलाई सोध्न सक्नुहुनेछ। सानो एउटा जिज्ञासा। यहाँ मैले यसो क्वेसन दायाँतिर गरेँ, उहाँलाई पनि थाहा छैन रहेछ। डाक्टर साहब अहिले अब यो आइओएल उसको लागि फन्ड रेजिङमा हुनुहुन्छ। अहिले कति प्रोडक्सन कति छ र त्यो अहिले तपाईँले यो नयाँ फ्याक्ट्री चाहिँ बनाइसक्नु भएपछि त्यसको प्रोडक्सन कति हुन्छ र त्यसले कुन किसिमको इम्प्याक्ट दिन सक्छ, त्यो भनिदिनुहोस्। थ्याङ्क यू। सङ्गीजी, थ्याङ्क यू भेरी मच। अनि म साथीहरूलाई एउटा चाहिँ हामीले के गर्न लागेको छौँ भने नेपालमा काम धेरै गर्नु गाह्रो छ, सजिलो छैन अघि। नेपालमा एउटा क्रेडिबिलिटी इस्टाब्लिस गऱ्यो भने काम गर्नु अलिकति सजिलो हुन्छ। र हामीले यो काम चाहिँ तपाईँको गत 3 दशकदेखि नेपालमा आइओएलहरू हामीले प्रड्युस गरिरहेछौँ। लट अफ अब्स्टेकल्स, धेरै अब्स्टेकल फेस गरेर अहिलेसम्म आएर हामीले वर्ल्ड क्लास क्वालिटी र करिब वर्षमा 3 लाख जति हामी प्रड्युस गर्छौँ। र हामीले अहिलेसम्म 7 मिलियन लेन्सेसहरू हामीले डिस्ट्रिब्युट गरिसक्यौँ। र मोस्ट अफ द लेन्सेस टु मार्जिनलाइज पिपल हु अदरवाइज क्यानट अफोर्ड। ओके। र हामीले अब तपाईँको नयाँ फ्याक्ट्रीको सेटअपमा यसको मोडल विल बी इन्ट्रेस्टिङ है। मोडल चाहिँ अब अहिलेसम्म हामी फिलान्थ्रोपिक मोडलमा गइरहेछौँ। यो फिलान्थ्रोपिक मोडलबाट क्वासी कमर्सियल मोडलमा हामी जान्छौँ। र त्यो कमर्सियल मोडलमा कर्पोरेट स्ट्रक्चर हामी बनाएर यसलाई चलाउँदैछौँ र सबै सेट भइसक्यो। र यसमा हामीले गत 30 वर्षदेखि हामीले कमाइरहेको एउटा इन्टेलेक्चुअल प्रपर्टी, स्किल, म्यान पावर ओके, दे आर वान अफ द बेस्ट फर दिस जब। अनि यसलाई हामीले ट्रान्सलेट गरेर यो मोडलमा हामीले लानु सक्छौँ हामी ओके। र यसमा गभर्मेन्टको पनि इन्डोर्समेन्ट भइसक्यो यो एक्सटेन्सनको लागि। अनि यो भइसकेपछि तपाईँको यसबाट जति प्रोसिड्सहरू आउँछ त्यो प्रोसिड चाहिँ आँखाको सस्टेनेबिलिटीको लागि हामीलाई गाउँमा अघि आँखाको सर्भिस मात्रै होइन, सानो इन्फ्रास्ट्रक्चरहरू हामी बनाउन सक्छौँ। एउटा यो, अर्को चाहिँ अहिले हामी आइओएलमा गइरहेछौँ। अब यसपछि अलिकति 2 वर्ष 3 वर्षपछि वी आर थिङ्किङ अफ गोइङ इन्टु कार्डियक भाल्भ्स
न्युरोसर्जिकल क्याथेटर्स दे आर भेरी एक्सपेन्सिभ अनि यी चिजहरू हामीले किनभने लेन्स बनाउनु जति जटिल छ कार्डियक भाल्भ बनाउनु त्यति जटिल छैन तर स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर र प्रोडक्सन स्टाइल चाहिँ सेम हो करिब सेम हो हामीलाई बनाउनलाई त्यति गाह्रो हुँदैन यो हाम्रो प्रोसेस छ तर हामीले इमिडिएटली 2 years जतिमा हामी यसलाई प्रोडक्सन भोल्युम चाहिँ 3-fold हामी गरेर लिएर जान्छौँ र प्रिमियम मोडलमा जान्छौँ अरू एक्सपेन्सिभ मोडलमा जान्छौँ र यसबाट तपाईँको कसैले पनि डिभिडेन्ड लाँदैन त्यो सबै आउँछ इट विल बी युज ब्याक टु कम्युनिटी सो दिस इज द मोडल द्याट वी आर ट्राइङ टु सेट अप है र मलाई के लाग्छ भने तपाईँको हाम्रो अहिलेसम्मको स्टेटमा जनतामा सोसाइटीमा क्रेडिबिलिटीले गर्दाखेरि हामीलाई यो मोडल चाहिँ अगाडि इस्टाब्लिस गरेर अगाडि यसलाई सक्सेसफुल पारेर लिएर जानुलाई हामीलाई सजिलो हुन्छ यो सँगसँगै तिलगङ्गा चाहिँ अब युनिभर्सिटी हुँदैछ भेरी सुन यो सबै कुराले हामीलाई मद्दत गर्छ थ्याङ्क यू सो मच सम्मानित डाक्टर रोहित सर आयोजक मित्रहरू र उपस्थित सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू पहिले त म प्रशंसा गर्छु त्यसपछि अलिकति भिन्न तरिकाको प्रश्न म डाक्टर साहबलाई राख्छु र अप्ठ्यारो नमानिकन भनिदिनु होला किनकि यो पोइन्टमा चाहिँ हामी सबैले बोल्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ सर्वप्रथम सृष्टिकर्ता प्रकृतिले सृष्टि गरेको हजुर हामी मानव समग्रमा चेतनशील मानव र मानव कल्याणको लागि समय समयमा यस्तो अमूल्य बहुमूल्य व्यक्तित्वहरू जन्मिनुहुन्छ त्यसमध्ये हामी बीच रहनुभएको डाक्टर सन्दुक रोहित हुनुहुन्छ म खुल्ला हृदयदेखि म उहाँलाई प्रशंसा गर्छु र आम नेपाली मात्र होइन विश्वभरिको आँखा नदेख्ने स्पेसली आई लेन्सको हिसाबले उहाँ भगवान हुनुहुन्छ है जिउँदो भगवान हुनुहुन्छ भनेर मैले प्रशंसा गर्न चाहन्छु यस्तो धेरै सेक्टरमा छन् तर संसारका शासक लोक कल्याणकारी सरकार व्यक्तित्वहरूले चिन्नुहुने पहिचान गरिसक्नु भएको हाम्रो डाक्टर सन्दुक रोहितलाई हाम्रो नेपालको सरकारले चिनेको छ कि छैन यो मलाई बडा अनौठो लाग्छ यही बिचमा प्रसङ्ग जोडौँ यो लोड सेडिङ बिजुलीको चाहिँ लोड सेडिङबाट चाहिँ उज्यालो ल्याएको कुलमान सिंह घिसिङलाई घोरे ठ्याक लगाउँदै गरेको सरकारलाई म है अनि त्यो नेपालीहरूको लागि मात्र औद्योगिक आविष्कारको लागि छटपटिरहेको डाक्टर महावीर पुन किताब बेचिरहनु भएको छ त्यस्तै त हुनुहुन्न हाम्रो डाक्टर सन्दुक रोहित सर उहाँको अभियान तर यसमा नेपाल सरकारले कसरी हेरिराखेको छ र नेपाल सरकारबाट कस्तो खालको अपेक्षा राख्नुपर्ने हो र त्यो पुरा भएको छ छैन यसमा चाहिँ डाक्टर साहबले चट्ट बोलिदिनु भयो भने फ्लोरबाट हामी त्यो अन्धो सरकारलाई त्यो खै विवेक भएको कि नभएको सरकारलाई हामी घचघचाउँछौँ धन्यवाद हाम्रो राईजीले अलिक सजिलो कुरा त सोध्नु भएको छैन अघि अलिक अप्ठ्यारो सोध्नु भएको छ अनि म यहाँलाई के भन्न चाहन्छु भने हामीले नेपालमा के भएको छैन भनेर हेर्दाखेरि नेपाल एयरलाइन्सको इतिहास हेऱ्यो भने सबै कुरो छर्लङ्गै हुन्छ है सबै त्यसले चाहिँ तपाईँको एक्सप्लेन गर्छ जस्तो लाग्छ तर यति बेला छैन भनेर हामी एकअर्कालाई कराउँदै गएर पनि भएन हेर्नुहोस् कि कसै न कसैले आफ्नो फिल्डमा र हामीले आफूले जानेको फिल्डमा अब यो करिब 35-40 वर्ष भइसकेको काम गरेको र यो कामले गर्दाखेरि राज्यमा पनि राज्यभन्दा पनि सबभन्दा राम्रो जनताको माझ हामी परिचित छौँ र हाम्रो क्रेडिबिलिटी छ र हाम्रो सबभन्दा ठुलो धन भनेकै यो जनताको बिच हाम्रो क्रेडिबिलिटी हो त्यसले गर्दाखेरि हामीलाई राज्यले हामीलाई धेरै सपोर्ट नगरे पनि अब आएर बिगार्न चाहिँ सक्दैन
हजुर त्यो चाहिँ मलाई पक्का थाहा छ है र बिगार्न सक्दैन। अनि हामीले पनि अब हाम्रो फिल्डबाट बाहिर गएर हामीले काम गर्नु हुँदैन जस्तो लाग्छ। र मेरो सबभन्दा ठुलो हतियार भनेको मसँग तेलुगुमा भएको हाम्रो टिम मेम्बर्सहरू, दे आर एक्सट्रिमली मोटिभेटेड, भेरी प्यासनेट ग्रुप अफ पिपल। अनि हामीसँग एउटा सेयर्ड भिजन छ सबैको, त्यो भिजन मार्फत त्यसले मलाई तपाईँहरू माझ आएर कुरा गर्नु मलाई शक्ति दिन्छ। नभए म एक्लै भए भने त कुरा गर्नु कसरी सक्ने होइन भन्नुहोस् त। र मेरो भन्नु तपाईँलाई त्यति नै हो। खालि के भने यो एउटा गभर्मेन्टलाई हामीलाई डिस्टर्ब नगर्ने अवस्थामा हामी काम गर्छौँ, गभर्मेन्टले गर्नु पर्दैन। र अब युनिभर्सिटीको स्ट्याटसमा पनि अहिले अप्पर हाउसबाट लोवर हाउसमा गएको छ यो विधेयक। र अप्पर हाउसमा मेम्बर्स अफ पार्लियामेन्टहरू अगाडि मैले सिधै म भन्नु सक्छु त्यो कुरा, किनभने आई हेभ गट द कन्फिडेन्स अफ टु स्पिक इन फ्रन्ट अफ देम। अघि तपाईँहरूले यसमा हामीले जति पाइरहेको अटोनोमी हो त्यो अटोनोमीभन्दा हामी बढी अटोनोमी खोज्छौँ। त्योभन्दा बढी अटोनोमी दिनुहुन्न भने हामी यो काम अगाडि बढाउँदैनौँ भनेर भनिदिएको छु। यस कारण यही मार्फत उहाँहरूले युनिभर्सिटी पनि हामी एउटा मोडल सेट गर्छौँ, मोर लाइक द युनिभर्सिटिज इन अमेरिका। ओके, बोर्ड अफ ट्रस्टिज हुने, गभर्मेन्टबाट नोमिनेट नहुने। त्यस कारण हामीले के भने नेपालमा हामीले गरेर मोडल देखाउनुपर्छ र त्यो मोडललाई अरूले रेप्लिकेट गर्ने है। मलाई यो एउटा चाहिँ तपाईँले है यही हो। यस कारण गभर्मेन्टले हामीलाई हेल्प नगरे होइन र हामीलाई हेल्प पनि अलिअलि गर्छ भनेर त्यस्तो ठुलो फाइनेन्सियली हेल्प पनि गराएको छैन। र गभर्मेन्टले न्यू नखोजेदेखि त्यति हो। हेलो डाक्टर साहब, नमस्ते। अनि तपाईँलाई धेरै शुभकामना। अनि त्यसपछि हाम्रो धेरै सपोर्ट छ तपाईँलाई होइन। तपाईँले जे गर्नु भएको छ त्यो एकदम हामीले गर्न नसकेको कुरा तपाईँले गरेको देख्दाखेरि नेपाली जनतामा जति इफेक्ट भएको छ त्यो चाहिँ सबैजनाले बुझेको कुरा होइन। अनि अर्कै सन्दर्भमा चाहिँ के भने हामी एउटा कुरा चाहिँ मलाई के एड गर्नु मलाई भने अहिले एआईको जमाना छ अहिले होइन। अनि मेरो पनि एउटा एआईको स्टार्टअप छ। अब म जस्तो अरू धेरै नेपालीहरू पनि होइन एआईको स्टार्टअप उनीहरूले एआईमा काम गरेको मान्छेहरू छ। अलिक यो तपाईँको रिसर्च एन्ड डेभलपमेन्टमा चाहिँ एआई युज गरेर कतिको एफिसियन्सी ल्याउन सकिन्छ होइन। अनि त्यसपछि कसो भने अनि नन प्रफिट हिसाबमा हामीले गर्ने सहयोगको हिसाबमा चाहिँ हामी वाट वी क्यान डु इज 8-10जनाको टिम बनाएर हुन्छ नि एउटा प्राइभेटली तपाईँलाई हुन्छ नि त्यो युनिभर्सिटीलाई एडभाइजर भयो कि हुन्छ नि तपाईँको टेक्निकल टिमलाई एउटा अगमेन्टेसन गर्ने हुन्छ नि तपाईँको त्यो रिसर्चलाई फेसिलिटेट गर्ने। अलि नयाँ केही ट्रेन्ड आएको छ त्यसलाई चाहिँ त्यो तपाईँको रिसर्चलाई फरवर्ड अझै मोर एफिसियन्ट बनाउनलाई चाहिँ हामीले त्यो गर्न सकिन्छ होइन। त्यसको लागि चाहिँ अब धेरै इन्टरप्राइजेसहरू रेडी पनि छैन त्यो एआईलाई कन्ज्युम गर्नलाई होइन। तर आई थिङ्क अब सोच चाहिँ कहाँ जानुपर्छ भने अब सबै यो प्रोडक्सनमा सबै यो स्टाइलमा चाहिँ अब एआईलाई इन्फ्युज गरेन भने चाहिँ अलिक पछाडि परिन्छ होइन। सो आई थिङ्क हाम्रो साइडबाट चाहिँ आई थिङ्क वाट वी क्यान डु इज वी क्यान एक्चुली फर्म द्याट इन्फर्मल टिम। अनि त्यसपछि त्यो हुन्छ नि त्यो हामीले पनि एउटा कन्ट्रिब्युट गर्ने एउटा बाटो बनाइदिनु भयो भने चाहिँ आई थिङ्क वी क्यान क्रिएट अ लट अफ इम्प्याक्ट फर नेपाली। अनि त्यसपछि नेपाली टेकमा अनि तपाईँको टेक्निकल तपाईँको टिमको लागि चाहिँ हामीले हेल्प गर्ने चाहिँ एउटा चान्स एउटा केही वातावरण बनाउन सकिन्छ कि भन्ने एउटा मेरो आशा हो। भाइलाई धेरै धन्यवाद। अनि तपाईँको यही लाइनमा अहिले म यो नेपालीहरूको माझ पनि जाने एउटा कार्यक्रम, अर्को चाहिँ युनाइटेड स्टेट्सको प्रिमियम इन्स्टिट्युसनहरूमा म लेक्चर दिएर आइरहेको छु अघि। अनि स्ट्यानफोर्ड, बास्कम पाल्मर, हपकिन्स, हार्वर्ड र ब्राउनमा। अब हपकिन्समा यही कुरा हामी गरिरहेको थियौँ अलिक डिटेलमा। अनि दुईवटा कुरा हामी एउटा चाहिँ डायबिटिजले आँखाको पर्दामा असर गर्छ, डायबेटिक रेटिनोपेथी हुन्छ। डायबेटिक रेटिनोपेथीमा हामी
we are capable of generating large data. And that's what you need. Okay? एउटा त्यो अर्को चाहिँ हामीले मोतीबिन्दुको शल्यक्रियामै हाम्रो अहिले प्रिलिमिनरी डिस्कसन हपकिन्समा के भएको छ भने मोतीबिन्दु त डिफ्रेन्ट हरेक केस डिफ्रेन्ट हुन्छ अनि हेरेर मैले एउटा स्पिकर फोनमा तपाईँ डाटा जेनेरेट गर्ने यस्तो केस भयो भने अलिकति कसरी चेन्ज गर्ने टेक्निक हो कि भनेर अब मैले 1000 वटा जति डाटामा इनपुट गरेँ भने they will have enough data for, you never know, for a robotic surgery later on. अनि यसकारण यो कुरा भइरहेछ र यसमा तपाईहरु जस्तो नेपालीहरु बाहिर एआईमा एक्सपर्टिज लिएको मान्छेहरु we really welcome you. अब म्यानुफ्याक्चरिङ सेटअपमा हुन्छ, ह्युमन रिसोर्सेसमा हुन्छ, सबै ठाउँमा यसको एप्लिकेसन हुन्छ र what we have is plenty of data. त्यसमा तपाईहरुले खेल्न सक्नुहुन्छ हैन? थ्यांक यू. हेलो नमस्कार, म जनजाति महासङ्घ अमेरिकाको अध्यक्षको हैसियतले तोरण गुरुङ। अनि सबभन्दा पहिला डाक्टर साहेबले भन्नुभयो जस्तै सबभन्दा पहिला त नेसन, सोयल अनि नेपाली झन्डाको हामी सम्मान गर्छौँ। त्यो सँगसँगै मलाई प्रश्न भन्दा नि अब एउटा जुन त्यहाँको एउटा जुन हजुरले गरिरहेको जुन कार्यशैली छ त्यो एउटा कार्यक्रममा एउटा एक प्रकारको पेसागत हिसाबमा आफूले जुन एउटा योगदान दिनुभएको छ नेपालको समग्र एउटा जैने अहिले न्युजमा हामीले व्याख्या गर्दा त के हुन्थ्यो र तपाईँको चाहिँ एउटा गुगलमा युट्युबमा हामीले यति धेरै चाहिँ भिडियोहरू देख्नु पाइरहेको छ, हामी छर्लङ्ग भएको छ। र त्यसलाई चाहिँ मलाई के लाग्छ भने आदिवासी जनजाति महासङ्घ तर्फबाट चाहिँ हजुरले गरेको जुन एउटा कार्यशैली छ, योगदान दिनुभएको छ नेपालको लागि, त्यो चाहिँ मलाई आफैले चाहिँ त्यसमा चाहिँ सहभागी भएको एक प्रकारको फिल भएको छ। त्यो भएर म चाहिँ एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामीले अहिले जति पनि आदिवासी जनजातिको एक प्रकारको एडभोकेसी गर्छौँ, तर त्यो भनेर हामीले सबै आदिवासीको मात्रै गर्छ भन्ने होइन। सबभन्दा पहिला हामीले नेसन अनि सोयल, त्यसपछि राष्ट्रिय फ्ल्याग, त्यसपछि मात्रै हामी त्यो क्रमसँग अरू आउँछ। त्यही भएर हजुरको चाहिँ यहाँ अमेरिकाको बसाइ शुभ होस् र तमाम सम्पूर्ण आदिवासी जनजातिको महासङ्घ तर्फबाट चाहिँ हार्दिक अभिवादन पनि व्यक्त गर्न चाहन्छौँ, यही भन्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच। नमस्ते डाक्टर साहबलाई, म दीपक चौधरी। मेरो अध्यक्षज्यूले बोल्नुभयो होइन, म चाहिँ जनजाति महासङ्घको महासचिव। मेरो चाहिँ सानो प्रश्न भन्दा पनि जिज्ञासा छ यहाँलाई। जुन अघि डेटाको कुरा गर्नुभयो होइन, कुन प्रक्रिया युज गरेर चाहिँ डेटा कलेक्ट गरिराख्नु भएको छ, र अर्को कुरा चाहिँ जति के अरे टिमहरू मोबिलाइज गरिराख्नु भएको छ, निश्चय पनि हामीलाई थाहा छ यहाँ चाहिँ विगत के अरे विभिन्न ठाउँहरूमा गएर पहाडी भेगहरूमा गएर पनि आफ्नो सर्भिस चाहिँ दिइराख्नु भएको छ होइन, र कसरी आफ्नो टिमहरूलाई चाहिँ मोबिलाइज गरेर जुन एउटा कुनामा भएको जहाँ कि बाटोको पनि राम्रोसँग व्यवस्था भएको छैन त्यस्तो ठाउँमा पनि उपचार गरिराख्नु भएको छ, त्यो चाहिँ आफ्नो टिमलाई कसरी मोबिलाइज गर्नु भएको छ र डेटा चाहिँ कसरी कलेक्ट गरिराख्नु भएको छ, यो सानो जिज्ञासा। टिमलाई हामीले मोबिलाइज गरेकोमा चाहिँ टिमलाई सबभन्दा पहिला टिमलाई एउटा अपनत्व दिनुपर्छ हेर्नुहोस् कि, र टिमसँग हामी भिजन सेयर गर्नुपर्छ, हामीले सबैले गर्न लागेको यो कुरा भनेर कुरा। र थर्ड भेरी इम्पोर्टेन्ट, टिमलाई हामीले राम्रोसँग हेर्नुपर्छ। दे सुड बी इन्सेन्टिभाइज्ड ओके एज मच एज वी क्यान। अब हामीले एकदम धेरै दिने भन्ने कुरा त होइन, तर जस्तो नेपालमा मलाई त के लाग्छ भने तपाईँको नेपालमा एक्चुअली सटडाउन गरेर ब्युरोक्रेट्सहरूको स्यालेरी 100% बढाउनुपर्छ जस्तो लाग्छ मलाई है। त्यसपछि अनि तपाईँहरू राम्रोसँग काम गर्नुहोस्, काम गर्नु भएन भने अब चाहिँ यस्तो गर्ने भनेर मलाई त्यो लाग्छ है। र हामीले हाम्रो एरियामा स्टाफहरूलाई, डाक्टरसाहबहरूलाई कसरी मोटिभेट गरेर, र म तपाईँहरूलाई एउटा रेकर्डको लागि के भन्न चाहन्छु भने नेपालबाट आँखाको डाक्टरसाहबहरू नेपालमा रिटेनेबिलिटी इज द हाइएस्ट अरू सेक्टरको डक्टरहरूको भन्दा आँखाको डक्टरहरू। र किन रिटेन गरिरहेछौँ हामीले भन्दाखेरि वी आर लुकिङ आफ्टर देम र मेकिङ स्योर द्याट दे हेभ द ओनरसिप है। र हाम्रो अध्यक्ष भाइले भन्नुभयो हामी यसलाई आफ्नै प्रोग्राम जस्तो, र मेरो र लेन भाइको पनि इच्छा चाहिँ बाहिर बस्नुहुने साथीहरूलाई यो प्रोग्रामको एउटा अपनत्व दिने र
लिइदिनु पऱ्यो तपाईँहरूले र तपाईँ र हामी मिलेर एउटा मोडेल नेपालको लागि एउटा ड्रिम प्रोजेक्टलाई हामी कम्प्लिट गरेर हामी देखाइदिउँ र यो 1-2 वर्षमै हामी देखाउन सक्छौँ। Milan Shrestha. Thank you, Dr. Rohit, for what you have been doing and what you will be doing in the future as well. मेरो क्वेसन चाहिँ के हो भने अहिलेको करेन्ट पोलिटिकल सिचुएसनमा युएसएआइडी एक्जिट भएपछि नेपालबाट वाट्स द इफेक्ट इन ओभरअल नेपाली हेल्थ सेक्टर? अब यो युएसएआइडीले नेपालमा हेल्थ सेक्टरमा डेफिनेटली धेरै कन्ट्रिब्युट गरेको थियो। ओके, युएसएआइडी र तपाईँहरू कतिजना थाहा छ कि छैन, यो नेपालमा इन्टरनेसनल अर्गनाइजेसनहरूमा वान अफ द ओल्डेस्ट अर्गनाइजेसन। फ्यामिली प्लानिङदेखिको यसले सुरु गरेको, मलेरिया कन्ट्रोल पनि यसैले सुरु गरे हो र कतिवटा कुराहरू राम्रो गरिरहेको थियो। ओके, तर टु बी अन द क्रिटिकल साइड देयर वर लट अफ कन्ट्रोभर्सियल पोलिटिकल थिङ्स अल्सो। सो तर हेल्थ सेक्टर चाहिँ एफेक्टेड छ, डेफिनेटली एफेक्टेड छ र देयर इज अ भ्याक्युम। ओके, अनि मैले भने नेपालको एउटा फ्यामिली प्लानिङ एउटा अनि एउटा चाहिँ मलेरिया कन्ट्रोल, अब यो त कम्प्लिट गरेर उहाँले सक्नुभयो। त्यसपछि आएर अहिले एजुकेसनमा हेल्थमा void चाहिँ छ युएसएआइडी गएपछि। एन्ड I'm pretty sure जसरी हामीले आँखाको कार्यक्रम, आँखाको जति पनि सर्भिस प्रोभाइड गरेका छौँ नेपालभरि प्रोभाइड गरिरहेका छौँ र आँखाको सर्भिसमा एउटा सानो तपाईँलाई म इक्जाम्पल दिन्छु। हामीले क्रस सब्सिडी प्राइसिङ टियर राखेर सक्ने मान्छेले करिब करिब मोतीबिन्दुको शल्यक्रियाको लागि $550 जति डलर दिनुहुन्छ अनि अलिकति कम सक्ने मान्छेले $200 दिनुहुन्छ। तर सक्ने नसक्ने मान्छेले त्यही क्वालिटी अफ सर्भिस फ्री अफ कस्ट पाउनुहुन्छ। हजुर, गर्ने तरिका धेरै छ। अब हामीले चेन्ज गर्नु सक्दैनौँ, तर हामीले के भने मोडल क्रिएट गर्न सक्छौँ। र मलाई के लाग्छ भने यो मोडल चाहिँ मान्छेहरूले हेर्छ, राम्रो मोडल छ भने पोलिटिसियनले पनि हेर्छ, अरू फेलो कोलिगहरूले पनि हेर्छ र मोडल चाहिँ रेप्लिकेट गर्नु। तर मलाई त के लाग्छ भने मेबी दिस इज अ गुड इक्जाम्पल फर अस टु, नेपालमा ट्याक्सको पैसा प्रशस्तै आउँछ। वी अल पे सो मच ट्याक्स। ओके, र यसलाई राम्रोसँग रिडाइरेक्ट गर्नु पर्यो, रिडाइरेक्ट हुन्छ जस्तो लाग्छ मलाई। सो वी क्यान बी सेल्फ सस्टेनेबल। डिनरतिर लाग्नेछौँ। डिनर पछाडि हामी फोटो खिच्नेछौँ डाक्टर साहबसँग, अनि त्यस पछाडि म हिसाब किताब हजुरहरूलाई कति पैसा उठ्यो भनेर हजुरहरूलाई भन्ने छु है। थ्याङ्क यू। अब यो चाहिँ फाइनल म तपाईँहरूलाई आज हामीसँग पैसा कति उठ्यो भन्ने कुरा म भन्न गइरहेको छु। पहिलो कुरा चाहिँ यहाँ हाम्रो डिनरको चाहिँ $100 हो। त्यो बाहेक जसले बढी पैसा दिएको छ म उहाँहरूको नामावली भन्छु। अब क्रमबद्ध तरिकाले मैले लेखेको, हाम्रो शम्भु मुक्तान दाई यहाँ हुनुहुन्छ, दाजु भाउजू उहाँ हुनुहुन्छ, उहाँहरूले $300 दिनुभएको छ। अब त्यस पछाडि मेरै नाम लेखेको रहेछु, म भन्छु, म र मेरो श्रीमतीबाट पनि $300 दिएको छ। त्यस पछाडि रुद्र राउत सर, उहाँले $100 दिनुभएको छ, उहाँ हुनुहुन्छ, उठ्नुहोस् है। त्यस पछाडि हुनुहुन्छ भरत मुक्तान सर, उहाँले $100 दिनुभएको छ। हाम्रो छोजङ बहिनी उता हुनुहुन्छ, उहाँले $200 दिनुभएको छ। किरण पौडेल र सरिता पौडेलजी उहाँहरूले $300 दिनुभएको छ, उहाँहरू यहाँ हुनुहुन्छ। राम राई मनु लोरुङ उहाँहरूले $100 दिनुभएको छ। ओम प्रकाश नेम्बाङ उहाँ हुनुहुन्छ, उहाँले $50 दिनुभएको छ। गङ्गा सुनार उहाँ भाइ उता हुनुहुन्छ, उहाँले $150 दिनुभएको छ। अनि सँगै हुनुहुन्छ सङ्गम खड्का भाइ, उहाँले पनि $150 दिनुभएको छ। रमेश बस्नेत भाइ उहाँले $100 दिनुभएको छ। कता हुनुहुन्छ हाम्रो रमेश भाइ? बाहिर जानुहुन्छ, ओके। दिपक चौधरी भाइ उहाँले $100 दिनुभएको छ।
इन्द्र तामाङ दाई भाउजू कता हुनुहुन्छ उहाँले $200 दिनुभएको छ। सानु माया तामाङ उहाँले $100 दिनुभएको छ। तोरण गुरुङ उहाँले $100 दिनुभएको छ। तोरणजी त्यस पछाडि नाम नभन्नु है भन्नुभएको छ, त्यो भएर मैले नाम भनिनँ। उहाँले $200 दिनुभएको छ। अर्को हुनुहुन्छ हाम्रो हिक्मत लिम्बू, उहाँले $50 दिनुभएको छ। हिक्मत सर हुनुहुन्छ। हाम्रो केशव सेडाई दाई कता जानु गइसक्नु भयो कि हो उहाँले $601 दिनुभएको छ। त्यस पछाडि उपेन्द्र भट्ट ल फर्म उहाँले $400 दिनुभएको छ। भविन्द्र मगर उहाँ भाइ यहाँ हुनुहुन्छ, उहाँले $150 दिनुभएको छ। त्यसो गर्दाखेरि हामीसँग पैसा चाहिँ $3773 चाहिँ नै भएछ। त्यस पछाडि जो मान्य मित्र म्यानेजर आउनु भएको छैन, उहाँहरूले पनि हामीलाई सहयोग गर्नुभएको छ। उहाँ हुनुहुन्छ विनोद रोक्का, उहाँले यस्तो भन्नुभयो कि क्याट्राकको सर्जरी गर्नुभएको रहेछ, एउटा आँखा चाहिँ बिग्रेछ। अनि उहाँ दाइलाई एकदम सम्झिनु भएको थियो, ओहो मैले भेट्नुपर्ने मान्छे थियो, भेट्न आउन सकिनँ भनेर उहाँले $251 दिनुभएको छ। रमेश श्रेष्ठ हुनुहुन्छ ल फर्म, उहाँले दाइले नमस्कार सुनाइदिनु है भन्दै उहाँले $500 दिनुभएको छ। पासाङ दुर्जी शेर्पा दाइले चिन्नुहुन्छ, हाम्रो भोजपुरे हुनुहुन्छ, उहाँ $100 दिनुभएको छ उहाँले। राजकुमार कुटुमी रायो न्यू हेम्सायरबाट $251 दिनुभएको छ। शिवकुमार राई न्यू हेम्सायरबाट $251 दिनुभएको छ। सुरेश चामलिङ राई न्यू हेम्सायरबाट $100 दिनुभएको छ। मुक्ति राई न्यू हेम्सायरबाट $251 दिनुभएको छ। अर्को हुनुहुन्छ हाम्रो इन्डियन साथी हुनुहुन्छ सुरिन्दर सिंह बिल्ला भन्ने, पन्जाबको हुनुहुन्छ, उहाँले $200 दिनुभएको छ। समीर महर्जन साथी हुनुहुन्छ मेरो, उहाँ अहिले यहाँ हुनुहुन्न, उहाँले $500 दिनुभएको छ। बाबुराम मगर उहाँले $101 दिनुभएको छ। विराट राई उहाँले $100 दिनुभएको छ। प्रेम कुरुमाङ लिम्बूले $100 दिनुभएको छ। नवाङ छिरिङ शेर्पाले $100 दिनुभएको छ। केशर बहादुर मगरले $100 दिनुभएको छ। कनक लिम्बू सिकागोबाट $200 दिनुभएको छ। टेक गुरुङले $100 दिनुभएको छ। रमेश कुमार दर्नालले $150 दिनुभएको छ। विमल राईले चाहिँ $150 दिनुभएको छ। त्यस्तै डाक्टर विनोद शाह उहाँले पनि हाम्रो डाक्टर साहबलाई भेट्ने ठुलो इच्छा हुनुहुन्थ्यो, तर टाढो भएको हुनाले उहाँ आउनु पाउनु भएन, उहाँले $500 दिनुभएको छ। नवराज केसी $100 दिनुभएको छ। खेम भट्ट $100 दिनुभएको छ। कैलाश विक $51, जित कुमार विक $51, सन्तोष रम्साल $50, सुरेश पराजुली $50, ओम बुढा मगर $101 गर्दाखेरि जम्मा नआउनेहरूले $4508 दिनुभएको छ। विष्णु राणा मगर $100 दिनुभएको छ। सबै गरेर पैसा हाम्रो टोटल $8281 उठेको छ आजको पैसा। त्यति पैसा चाहिँ हामी डाक्टर साहबलाई हस्तान्तरण गर्नेछौँ है। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू। हेलो, तरुण गुरुङजीले फेरि $200 थप्नु भएको छ है। ल हवस्, अब हाम्रो चाहिँ टोटल कति हुन्छ भने उहाँले $200 दिएपछि $8481 हुने भयो हाम्रो चाहिँ टोटल। हवस् ल, हाम्रो भाउजू इन्द्र दाई भाउजूले $100 दिनुभएको छ। थ्याङ्क यू भेरी मच। अब हुन्छ उहाँहरूले $300 दिनुभयो, अघि 200 इन्द्र दाईकोबाट, इन्द्र दाई र भाउजूबाट। कमल बारबाट चाहिँ $1000
एड भयो एड भयो ओ गुड गुड ताले त्यो 10,000 मात्रै त राम्रो हुँदैन है त्यो नाङ्नुपर्छ है ठ्याक्कै 10,000 चाहिँ होइन 10,000 1 2 होइन त्यो चाहिँ गर्नुपर्छ है ल अब चाहिँ हाम्रो फाइनल नै होला है यो चाहिँ अब राति 12 बजे मन बोला त आइराख्यो टोटल पैसा चाहिँ हाम्रो $10,000 $81 उठ्यो है पैसा चाहिँ $10,081 है थ्याङ्क यू भेरी मच नमस्कार आजको कार्यक्रम भने चाहिँ हाम्रो सन्दुक दाईको जुन एउटा नेपालप्रतिको एउटा स्नेह छ त्यो उहाँले गर्नुको योगदान त्यो प्रतिको सबै हामीले त एउटा दृश्यको देवता पनि भनेर उहाँलाई चिन्न सकिन्छ तर उहाँको प्रत्येक पाइलाप्रति चाहिँ हाम्रो सहानुभूति हाम्रो चाहिँ एउटा सहयोग सद्भाव चाहिँ रहनु जरुरी छ किनभने सरकारलाई हामीले उहाँप्रतिको हेर्ने दृष्टिकोण कस्तो छ कसरी हेर्छ त्यो अलग पाटोको कुराहरू तर हामीले गर्ने आफ्नो दायित्व जिम्मेवारी कुरा चाहिँ हामीले गर्नुपर्छ अनिवार्य हो हैन जनजाति महासङ्घको तर्फबाट मैले भन्नुपर्दा के छ भने उहाँलाई चाहिँ हामीले सहयोग समर्थन उहाँको प्रत्येक अनुभूतिमा मेरो फिलिङ्स छ उहाँले गरेको कार्यशैलीप्रति म चाहिँ आफ्नैले मैले सहभागी मैले आफूले अपरेसन गरे जस्तो त्यस्तो किसिमको बोध भइरहेछ मलाई भने उहाँको जो प्रत्येक क्रियाकलापमा मेरो पूर्ण रूपमा चाहिँ आफ्नो समर्थन सहभागिता मेरो चाहिँ दायित्व जिम्मेवारी उहाँ बोध भएको छ उहाँप्रति पूर्ण समर्थन छ उहाँलाई चाहिँ हामीले कहीँ न कहीँ उहाँले गरेको एउटा जुन नेपालप्रतिको एउटा समग्र रूपमा विश्वव्यापी रूपमा एउटा जुन लेन्सको कुराहरू छ त्यसलाई अपडेट गर्ने कुराहरू छ त्यसमा चाहिँ मेरो हृदयदेखि नै पूर्ण समर्थन छ भन्नु चाहिँ चाहन्छु र जनजाति महासङ्घ अमेरिकाको तर्फबाट चाहिँ मैले भन्नुपर्दा चाहिँ मेरो चाहिँ उहाँप्रतिको पूर्ण सद्भाव विश्वास र पूर्ण समर्थन राज्यले के गर्यो के गरेन त्यो अलग पाटोको कुरा हो र हामीले गर्ने सहयोग चाहिँ पूर्ण रूपमा उहाँलाई चाहिँ अनवरत रहिरहन्छ र अटुट रहिरहन्छ भन्ने चाहिँ मेरो त्यही भनाइरहन्छ थ्याङ्क यू सो मच हस् अत्यन्त भव्य उत्साहजनक प्रेरणादायक भएको छ सबैभन्दा पहिले म के भन्न चाहन्छु भन्दाखेरि सबै प्रोग्रामहरू कस्तो भयो भन्दा पनि यो गर्ने जो जिम्मेवारी छ नि यो रिस्क उठाउने कुरा छ नि यो व्यवस्थापन गर्ने कुरा चाहिँ त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो आहा कति राम्रो घर भन्ने कुरा जो छ नि त्यो घर बनाउने कुरा चाहिँ सबैभन्दा ठुलो कुरा हो त्यसको खम्बा उठाउने त्यसको पर्खाल उठाउने त्यसको छाना गर्ने कलर गर्ने भने जस्तै समग्रमा प्रोग्राम राम्रो छ त्यसको लागि तपाईँ आयोजकहरू खास गरेर अब अरू त धेरै मलाई थाहा भएन प्रमुख व्यक्तित्व हाम्रो लीला भाइ माग्रिहाङ तपाईँ शम्भु मोक्तान अनि अर्को हाम्रो लेनिन भाइ उहाँहरूको मात्र नाम थाहा भयो तपाईँ यु आर द पिलर र बाँकी यो जुन भव्य कार्यक्रम जो छ यो चाहिँ जस्ट डेकोरेटेड होम मात्रै हो भने तपाईँहरूले जुन यो राम्रो काम गर्नुभयो एउटा आँखा नदेख्नेहरूको लागि निशुल्क आँखा देखोस् भनेर जुन धनराशि मोर देन $10,000 विदिन 3 hours अफ स्टेइङ जुन कलेक्सन गरेर जुन हाम्रो भगवान रूपी डाक्टर सन्दुक रोहितलाई हस्तान्तरण गर्ने चाहिँ प्रतिबद्धता जनाइयो इट्स सेल्फ ग्रेट यो आफैमा महान छ है र मैले अघि पनि शुभकामना भनौँ न अब मन्तव्य राख्ने क्रममा भनिसकेका छु मानव मात्रको कल्याणको लागि संसारमा धेरै मान्छेहरू आए गए जसले गरेको कामहरूलाई लिपिबद्ध गरियो नोटिसमा ल्याइयो उनीहरूलाई भगवानको रूपमा आकृति गरियो अहिलेसम्म 20,000 मान्छेको दृष्टि दिने त्यो पनि निशुल्क दृष्टि दिने डाक्टर सन्दुक रोहित जो आज हामी समक्ष प्रत्यक्ष सम्पर्कमा संवाद गऱ्यौँ हैन उहाँसँग 1.5 घण्टा 2 घण्टा सँगै बस्यौँ
मेरो आफ्नो बुझाइमा, मेरो आफ्नो मान्यतामा, मेरो आफ्नो विश्लेषणमा उहाँलाई अघि भनिहाले, इज द लाइफ गड होइन। आँखा नदेख्नेहरूको लागि समग्रमा मानवहरूको एउटा भगवान रूपी व्यक्तित्व हो र उहाँलाई चाहिँ के अरे उहाँको कदमलाई समर्थन गर्न जुन यहाँहरू मैले अघि भनिहालेँ, लीला राई माक्रिहाङ, शम्भु मोक्तान, लेनिन भाइ, तपाईँहरूले गर्नुभएको कुरामा मुरी धन्यवाद। तपाईँहरूलाई मोस्ट के भन्ने अब तपाईँहरूको यो योगदानलाई हामी कदर गर्छौँ। फर्जी हिमालयन कुजनमा हाम्रो आदरणीय दाई डाक्टर सन्दुक रोहित आउनुभएको थियो। उहाँसँग भेटघाट गर्नको लागि जम्मा भएका थियौँ र उहाँले एकदम नेपालको र विश्वभरिकै आँखा नदेख्नेहरूको लागि धेरै राम्रो योजना ल्याउँदै हुनुहुन्छ। त्यो कार्यक्रममा चाहिँ उहाँको त्यो प्लानमा केही सहयोग गर्ने हेतुले आज हाम्रो शम्भु मोक्तान भेना अनि लीला राई भेनाहरूले चाहिँ आयोजना गर्नुभएको कार्यक्रममा आज सहभागी हुन पाएँ। सबैजनाले सहयोग गर्नुभयो, धेरैजना उपस्थित हुनुभएको थियो। $10,000 भन्दा बढी आज सन्दुक रोहित दाईको योजनामा सहयोग गर्नको लागि भनेर सङ्कलन भयो। एकदम खुसी लागेको छ, एकदम सफल भयो आज कार्यक्रम। थ्याङ्क यू सो मच। सैफुल्ला दाजु, थ्याङ्क यू फर योर टाइम। म विशेष त हाम्रो लीला सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सौभाग्य जुराउनु भएको छ। धेरै मैले प्रतीक्षाको पनि गरेको थिएँ डाक्टर सन्दुक रोहितसँग भेट्ने। यो अवसर जुराइदिनु भएकोमा हाम्रो लेनिन भाइ र लीला सरलाई धेरै धन्यवाद। यो एउटा सौभाग्य पनि थियो, यो एउटा प्रत्यक्ष रूपमा भेट्ने, जो कोहीले चाहेर पनि भेट्न सकिँदैन। यो मौका जुराइदिनु भएकोमा लीलाजीलाई धेरै धेरै धन्यवाद। यो हाम्रो एउटा मित्रता र साँच्चै साथी भनेको चाहिँ उहाँ जस्तो मलाई लाग्छ। उहाँको सानो सहयोगले पक्कै पनि नेपालमा ठुलो काम हुनेछ भन्ने आशा पनि गरेको छ। डाक्टर साहबले भन्नुभएको छ ट्रान्सपेरेन्सी चाहिँ सबैभन्दा ठुलो कुरा हो। विश्वास गर्नुहोस्, हामीले जनजातिको रूपमा उहाँलाई पाएको छौँ। हामी आफै पनि जनजाति एकदम गर्व गर्छौँ। उहाँ जस्तो महान व्यक्ति हाम्रो अगाडि आउनु हाम्रो लागि पनि सौभाग्य हो र म त एकदम भाग्यमानी पनि सम्झिन्छु। लीलाजीले जुन किसिमको एकल प्रयासले एउटा ठुलो एउटा महान कार्य गर्नुभएको छ। आई रियली सैल्युट टु हाम्रो मित्र लीला सर र जो यहाँ पार्टिसिपेट हुनुभएको छ। धेरै पुरानो साथीहरू छन्, उनीहरूलाई भेट्ने मौका पनि दिनुभयो, त्यसको लागि पनि धन्यवाद दिँदै यो समयको लागि पनि मेरो आदरणीय दाई समुदायलाई पनि धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू दाई। ल सर नमस्ते। आज चाहिँ यो लीला राईज्यूले र शम्भु मोक्तान भाइले चाहिँ हामीलाई यो प्रोग्राममा डाक्टर रोहितसँग भेटघाट गर्ने प्रोग्राममा ल्याइदिनु भयो। त्यसको लागि धेरै आभारी छु, खुसी लाग्यो। धन्यवाद। ल